भोट हालेर आए भनौँ भने एमाले माओवादी अरू भयो बजार आइयो डाक्टर साहब नमस्ते। नमस्ते, स्वागत छ यहाँलाई। ल भन न। के छ चुनाव जितिन्छ? अरे यार कतिपल्ट भन्नु चुनाव जितिन्छ जितिन्छ जितिन्छ। ल भयो अब। डबल भोटको अन्तरमा हामी जित्छौँ। हाम्रो भोट 30,000 नाग्छ। अनि गाउँ गाउँ पुग्नुभयो, बस्ती बस्ती पुग्नुभयो, के भन्छन् जनता? जेसुकै भन्नु न। त्यो बस्तीमा त्यो गाउँमा खास जनताको प्रपर समस्या चाहिँ के भेट्नुभयो तपाईँले जुन माथि गए पछाडि सुधार्नुहुन्छ? अहिले भेटेको होइन के यार, अहिले मात्रै घुमेको हो र म गाउँ। कोही म काठमाडौँमा बस्ने कुनै खानदानको मान्छे होइन, एकदमै ठुलो खानदानमा हुर्केर गाउँ घर नदेखेको मान्छे हो र म। अनि यस्तो हाउ कुरा गर्ने पत्रकार हो तिमी? तपाईँले पत्रकारदेखि चाहिँ किन इरिटेट हुन्छ? खास के गरेका प्रश्नहरू जायज भएन? सोध्नुपर्छ क्या। भनेपछि तपाईँ निर्वाचन जितिसके पछाडि कुनै राजनीतिक दलमा प्रवेश गर्ने सोच बनाउनु भएको छ कि छैन? कस्तो छोटो विचार गरिरहेछ के पत्रकारहरूले? पत्रकार गर्न नपाएर नजानेर हो कि के हो? बात तो सही है। नेपालमा सर्वाधिक भोट ल्याएर जित्ने उम्मेदवार म हुनेछु उम्मेदवारहरूमध्ये। आज 1 महिना 12 दिनको चाहिँ पहिलो यहाँ खालिँदैछ। नाच्नु पर्यो। हाम्रा पालामा बसाउने साबुन थिएन, मै झिल्के भएको डल्ले साबुनले। मलाई त प्रधानमन्त्री नभइकन त म बस्नै सक्दिनँ क्या। केपी भाइ, तिमी त प्रधानमन्त्री नभइकन बस्नै सक्दिन भन्थ्यौ, अब उभिराख्छौ कि सुतिराख्छौ? म चुनाव हार्दिनँ, म जनताको बिचमा गएको छु, जनताले मलाई जिताउनुहुन्छ। हेर्नुहोस्, उहाँ बहिनीको चाहिँ भ्लग हेर्नेहरूले महावीर पुनलाई मन पर्छ भने भोट दिनुहोस् है, मन पर्दैन भने नदिए नि हुन्छ। गगन थापा भन्दा ढिलो म जन्मिनु त मेरो बाबुआमाको दोष हो नि, मेरो दोष हो र? गगन थापा भन्दा ढिलो म जन्मिनु त मेरो बाबुआमाको दोष हो नि, मेरो दोष हो र? मैले भनेको मान्दैनन्। जनताले चाहिँ चाहेका थिए कि यी नयाँहरू मिलुन् भन्ने चाहेका थिए। त्यसले गर्दाखेरि अब जनताको चाहना त्यो छ, साथीहरूले इनिसिएसन गर्दैनन् होइन। तपाईले भनेको मान्दैनन्। मैले भनेको मान्दैनन्। म 50 सालमा जन्मेको, 46 सालमा मेरा बाबुआमाको लबै पर्या थिएन त कहाँबाट लोकतन्त्र ल्याउनु मैले? लबै पर्या थिएन त कहाँबाट लोकतन्त्र ल्याउनु मैले? कैसे कैसे लोग रहते हैं यार यहाँ पर। कति समय तपाईँले घर दैलोमा समय खर्चिनु भयो होइन, दौडधुप भयो, अहिले चाहिँ तपाईँलाई कस्तो अलिकति हल्का महसुस भइरहेको होला नि त होइन? सधैँ हल्का हुन्छ मलाई। 5 वर्षभित्र 12 लाख रोजगारी दिने 3 करोडलाई दिनु खोज्दैछौँ। तपाईँ त 3 करोड भन्नुभएको छ। 3 करोडलाई कोही मान्छे पनि फुर्सदमा बस्दैन। यो सबै श्रमदाता क्यारम बोर्डको गोटी र लुडो गोटी रिसाउँछ क्या। क्यारम बोर्डको गोटी र लुडो गोटी रिसाउँछ क्या।
तपाईँ प्रधानमन्त्री बन्छु भन्दै हुनुहुन्छ देशको अहिले जुन अवस्था छ हाम्रो प्रधानमन्त्री बन्नको लागि जे जस्तो अवस्था चाहिन्छ त्यसमा कसरी सम्भव छ कसरी सम्भव छ चुनाव जित्ने बन्ने सम्पूर्ण के भन्ने भोटरहरूलाई भन्नु पर्यो भोट दिने मान्छेहरू भोटरहरूलाई अब नमस्कार छ है बल्ल नमस्कार गर्न सिकाएको छु ल यो चाहिँ भोटरलाई नमस्कार है भोटर यो चाहिँ भोटरलाई नमस्कार है भोटर भोट दिनेहरूलाई चाहिँ नमस्कार गर्नुपर्छ भनेर मलाई सिकाएको छ नि यहाँ साथीहरूले अब 65 करोड 54 लाख सहकारीका बचतकर्ताको बचत ठगी भएको केही होइन भनेर कोही आउनुभयो भने यो धरतीमा यो पृथ्वीमा संसारभरि त्यो ठगीका विरुद्ध लड्ने दमका साथ छानबिन गरेर तथ्यसहित प्रतिवेदन दिएको छ त्यस्ता चाहिँ चुनौतीलाई सामना गर्ने तागत भएको मान्छे म जहाँबाट उठ्यो त्यहीँबाट पछार्ने भन्छ तपाईँको उम्मेदवारलाई पछारेर देखाइदिनु पर्छ चुनावको बेला होइन त्यो कस्तो भने चुनावको बेला हरेक मान्छेले भनिरहेको हुन्छ कि दिदीमा भनिरहेको हुन्छ उहाँले भनिराख्नु त्यसलाई अन्यथा मान्नु हुँदैन थाहा हुँदैन क्या बहिनीहरू यस्तो झन्झटिलो कुरा नसोध्नुहोस् न अलि राम्रो कुरा सोध्नुहोस् केटाकेटीले जस्तो प्रश्न सोध्ने हो कन्ट्रोल केटाकेटीलाई जस्तो प्रश्न सोधिरहेको छ यहाँ किताब बेच्नेको हुल भइरहेछ के सोध्नु छ ठ्याक्कै कुराहरू केही छ भने मैले अध्ययन गरे छैन हैन हजुरको किताबभित्र के छ त्यस्तो जीवनी भनेको के हुन्छ जीवनी छ अनि हजुरको यो पुस्तक जुन बेच्नु भएको नि यसको उद्देश्य चाहिँ के हो खास हजुरको जीवन अहिलेसम्म पत्रकारलाई उद्देश्य थाहा छैन भने बेलुका गुगलमा गएर खोज्नुहोस् माटोको त 100% यहाँ त विजय घोषणा हुनु मात्र बाँकी हो त्यति हो सिर्फ औपचारिक रूपमा निर्वाचन आयोगले घोषणा गर्नु मात्रै बाँकी तपाईँलाई विजयको प्रमाणपत्र दिनु मात्र बाँकी